हेलो सबैलाई नमस्ते। आज मैले क्लास 10 को साइन्सबाट साइन्सको एउटा च्याप्टर क्लासिफिकेसन अफ एलिमेन्टबाट एउटा क्वेसन लिएको छु। यो जेनरली यो क्वेसन चाहिँ ग्रुप डीमा सोध्ने गरिन्छ। क्वेसनले के भनेको एकचोटि हेरौँ है त। अ पार्ट अफ पिरियडिक टेबल इज गिभन बिलो, स्टडी इट एन्ड एन्सर द फलोइङ क्वेसन भनेको छ। यो पिरियडिक टेबलको एउटा पार्ट लिएको छ भन्नुको मतलब पिरियड 2 र पिरियड 3 को इलिमेन्टहरू यहाँ मेन्सन गरिएको छ। र यहाँ क्वेसनहरू के सोधिएको छ भन्दा हाउ आर दिज एलिमेन्ट्स अरेन्ज भनेको छ फर्स्ट क्वेसनमा। अनि अर्को सेकेन्ड क्वेसनमा के भनेको छ भन्दा विच वान इज मोर एक्टिभ आउट अफ बिई एन्ड एमजी अनि वाइ पनि भनेको छ। अनि अर्को क्वेसन के छ, राइट डाउन द फर्मुला अफ अ कम्पाउन्ड मेड फ्रम एनए एन्ड ओ भनेको छ। ओके, यो क्वेसन सल्भ गरौँ है त। ओके, एन्सर्सहरू हेरौँ त। फर्स्ट आएको एन्सर के हुन्छ भन्दाखेरिमा हाउ आर दिज एलिमेन्ट्स अरेन्ज भनेको छ। सो यो एलिमेन्टहरू सबै मोडर्न पिरियडिक टेबलको बेसिसमा मोडर्न पिरियडिक टेबलकै हो। यसमा एलिमेन्ट्सहरू चाहिँ कसरी अरेन्ज गरिएको छ भन्दाखेरिमा अन द बेसिस अफ इन्क्रिजिङ एटोमिक नम्बरको बेसिसमा चाहिँ अरेन्ज गरिएको छ है त। यसको एन्सर लेखौँ त। These elements are arranged on the basis of increasing atomic number है त। यसको एन्सर यो। अर्को क्वेसनले के सोधिरहेको छ सेकेन्डमा, विच वान इज मोर एक्टिभ आउट अफ बिई भनेको बेरिलियम भयो एन्ड एमजी भनेको म्याग्नेसियम भयो, वाइ भनेको छ। बेरिलियम र म्याग्नेसियम हेर्नु त यहाँ यिनीहरू दुईटै एलिमेन्टहरू चाहिँ एउटै ग्रुपमा छन्, सेम ग्रुपमा छन् र यो दुईटै के हुन्, मेटल हुन् है त। यसको एन्सर लेखौँ त। सेकेन्ड आएको एन्सर यसमा बेरिलियम र म्याग्नेसियममा मेटलको केसमा चाहिँ के हुन्छ भन्दाखेरिमा यो म्याग्नेसियम चाहिँ मोर एक्टिभ हुन्छ देन बेरिलियम है त। किन भन्दाखेरिमा यसको एन्सर यहाँ हेरौँ। सो म्याग्नेसियम इज मोर एक्टिभ देन बेरिलियम बिकज के हुन्छ भन्दा बिकज बोथ अफ देम आर मेटल, दुईटै मेटल हुन्, मेटल्स एन्ड लाइज अन द सेम ग्रुप एउटै ग्रुपमा पनि छन्। त्यस पछाडि अब हाम्रो के हुन्छ भन्दाखेरिमा म्याग्नेसियम, अब यो बेरिलियम कति नम्बरमा पर्छ, हाइड्रोजन, हिलियम, लिथियम, बेरिलियम है 4 नम्बरमा पर्छ। म्याग्नेसियम चाहिँ 12 नम्बरमा पर्छ हैन। भनेपछि बेरिलियम भन्दा म्याग्नेसियमको चाहिँ के हुन्छ, नम्बर अफ प्रोटोन धेरै हुन्छ हो। न्युक्लियसमा म्याग्नेसियमको नम्बर अफ प्रोटोन धेरै हुन्छ बेरिलियमको भन्दा। अनि प्रोटोनको नम्बर बढ्नु भनेको के हो, यसको इलेक्ट्रोपोजिटिभ इन्क्रिज हुनु हो। इलेक्ट्रोपोजिटिभ इन्क्रिज हुनु भनेको के भन्दाखेरि रिएक्टिभिटी बढ्नु हो। यसको एन्सर त्यही नै हो है त। ल लेखौँ त। म्याग्नेसियम has more number of proton than beryllium as number of proton increases electropositive is also increases
increases. So which results in increase in reactivity हो। हामीले यति कुरा लेख्यो भने यसको एन्सर पनि भयो। अनि अर्को कुरा के पनि भन्न सकिन्छ भन्दाखेरिमा बेरिलियम र म्याग्नेसियम चाहिँ एउटै ग्रुपमा पर्छ। यसमा चाहिँ के हुन्छ भन्दाखेरिमा बेरिलियम भन्दा म्याग्नेसियम इलिमेन्टको चाहिँ एउटा सेल थपिने हो। एउटा सेल थपिने बित्तिकै के हुन्छ, बेरिलियम भन्दा म्याग्नेसियमको एटोमिक रेडियस ग्रेटर हुन्छ। अनि एटोमिक रेडियस ग्रेटर भइसके पछाडि के हुन्छ भन्दा न्युक्लियसमा भएको प्रोटोनले भ्यालेन्स इलेक्ट्रोनलाई के हुन्छ आफूतिर तान्न सकिरह हुँदैन, किनभने एटोमिक रेडियस ग्रेटर भएपछि न्युक्लियर फोर्स अफ अट्र्याक्सन कम हुँदै जान्छ। न्युक्लियर फोर्स अफ अट्र्याक्सन कम हुने बित्तिकै के हुन्छ, त्यो बाहिरपट्टि सेलमा भएको इलेक्ट्रोनहरू इजिली स्केप आउट हुन्छ। सो यो केसमा चाहिँ मेटलको केसमा चाहिँ बेरिलियम भन्दा म्याग्नेसियम बढी रिएक्टिभ हुन्छ। यसको एन्सर त भयो। अब थर्डमा के भनेको छ भन्दाखेरिमा राइट डाउन द फर्मुला अफ अ कम्पाउन्ड मेड फ्रम Na एन्ड O। Na भनेको सोडियम भयो र O भनेको अक्सिजन भयो। सोडियम र अक्सिजन दुईटा इलिमेन्टलाई चाहिँ हामीले कम्बाइन गर्यो भने कुन कम्पाउन्ड बन्छ, त्यो कम्पाउन्डको फर्मुला अथवा मोलिकुलर फर्मुला लेख भनिरहेछ। ओके, द फर्मुला अफ अ कम्पाउन्ड made from sodium and oxygen is के हो त भन्दा Na2O यो भन्ने हुन्छ। यसको नाम के हो, सोडियम अक्साइड है त, सोडियम अक्साइड। यो कसरी बनेको भन्दाखेरिमा हेर्न सकिन्छ, सोडियम र अक्सिजन, सोडियमको भ्यालेन्सी 1 हुन्छ, अक्सिजनको भ्यालेन्सी 2 हुन्छ र भ्यालेन्सीलाई एक्सचेन्ज गर्दाखेरि के हुन्छ, Na को ठाउँमा यो अक्सिजनको भ्यालेन्सी 2 यता आउँछ र अक्सिजनमा चाहिँ यो सोडियमको भ्यालेन्सी यतापट्टि 1 लेखिरहनु परेन। सो सोडियम अक्साइड कम्पाउन्ड बन्छ। यो क्वेसनको यो भयो एन्सरहरू है त। यो पनि इम्पोर्टेन्ट क्वेसन हो साइन्समा, जेनरली ग्रुप डीमा सोध्ने क्वेसन हो। ओके, सो यो क्वेसन यति नै, आजलाई यति नै। थ्याङ्क यू, हेभ अ ग्रेट डे, बाई बाई।